अहिलेको अवस्थामा पनि यो जुन पुरानो पार्टीका दलहरूमा रहेको नेताहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ के लाग्छ भने जनताहरू मूर्ख छन्, सोझा छन्, यिनीहरूलाई चाहिँ विभिन्न लोभ प्रलोभन पारेर आफ्नो पक्षमा उभ्याउन सकिन्छ जस्तो लाग्छ नि। तर यो चाहिँ होइन रहेछ कि एउटा उहाँहरूमा रहेको भ्रम हो। किनभने म हिजो काठमाडौँदेखि गाउँ आएको भोट हाल्नेको निमित्त है, त्यहाँ बसमा मेरै उमेर समूहको युवाहरू हुनुहुन्थ्यो र उहाँहरूको कुरा सुनेकै मैले। उहाँहरूको 40-50 जनाको टिम हुँदो रहेछ। उहाँहरू भन्दै हुनुहुन्थ्यो अरू बेला हामीलाई दसैँ तिहारमा नि छुट्टी पाउँदैन थियौँ हामी, तर योचोटि चाहिँ हामीले 6-7 दिनको छुट्टी नि पायौँ, 4-4 हजारको दरले प्रत्येकका दरले पैसा नि पायौँ। यो कुन पार्टीले दिनुभएको थियो पनि मलाई भन्नुभएको थियो, तर मैले यो भिडियोमा चाहिँ खुलाइनँ। हामीले छुट्टी पनि लियौँ, पैसा पनि लियौँ, तर हामी भोट चाहिँ अब परिवर्तनको पक्षमा उभिएर घन्टीमा हाल्छौँ भन्नुभयो क्या। मलाई उहाँहरूको कुरा सुनिसकेपछि एकदमै धेरै खुसी लाग्यो। फेरि हाम्रो चाहिँ कहाँ हो भने उदयपुर क्षेत्र नम्बर 2 ताप्ले गाउँपालिकामा पर्छ। त्यतिखेर चाहिँ हामी ठिक्क घुर्मी कटेको थियौँ। अनि सधैँ के हुन्छ भने अहिलेसम्म जति पनि चुनाव जिते जहिले पनि के एजेन्डा हुन्छ भने घुर्मीदेखि कटारीको सडक बनाउने एजेन्डा रहेको हुन्छ है। एकदमै धेरै त्यो बाटो विकट रहेको छ अनि एकदम इरिटेट भइरहेको थियो मलाई। र उहाँहरूको कुरा सुनेपछि मलाई यति खुसी लाग्यो। म पनि आएछु, मलाई एकदम त्यो आउँदाखेरि एकदमै बाटैभरि नै खुसी लाग्यो कि मलाई घर आइपुग्दासम्म खुसी लाग्यो। अनि अब चाहिँ मलाई के लाग्छ भने आफ्नो बाध्यता परिस्थिति छ, देशमा बेरोजगारीको दर पनि एकदमै रहेको छ। जुन आफ्नो बाध्यता परिस्थितिले गर्दा जुन भोट माग्दै हिँड्नुभएको छ पुराना पार्टीहरूमा, मलाई उहाँहरूले पनि भोट चाहिँ कतै घन्टीमै हाल्ने हो कि भन्ने जस्तो पनि लाग्छ कि।